यीशु ख्रीष्टको नाममा सबैजनालाई जय मसीह। अनि आज फेरि म तपाईहरुको बीचमा एउटा सानो मेसेज लिएर आएको छु है। यो चाहिँ मैले यूहन्नाको पुस्तक 11 अध्यायको 25 र 26 चाहिँ लिएर आएको छु र म पढ्न जाँदैछु। यहाँ यसरी लेखिएको छ, यीशुले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? है, आज चाहिँ इस्टर सन्डे रहेको छ र आज चाहिँ संसारभरि नै हैन जसले चाहिँ यीशु ख्रीष्टलाई चाहिँ विश्वास गर्नुहुन्छ उहाँहरूले चाहिँ धेरै चाहिँ रमाउने उत्सव मनाउने चाहिँ आज दिन हो है। किनभने उहाँ चाहिँ मृत्युबाट चाहिँ आजको दिनमा चाहिँ बौरी उठ्नु भएको हो भन्ने चाहिँ हैन यो दिनलाई चाहिँ स्मरण गर्दै हामी चाहिँ आजको दिनसम्म पनि मनाउने गर्छौं हैन। र हरेक यो गुड फ्राइडेदेखि लिएर यो इस्टर सन्डे यो इस्टरको टाइम चाहिँ हामी मनाउने गर्छौं है। तर आज मर्निङमा चाहिँ केही कुराहरू हैन, अनि आजको मर्निङमा चाहिँ प्रायः जस्तो सबैजना बिहानै उठेर प्रे गर्नुहुन्छ हैन, प्रार्थना गर्नुहुन्छ। अनि म चाहिँ प्रार्थना गर्न लागेको थिएँ अनि म साह्रै चाहिँ भावुक भइरहेको थिएँ हैन। अनि उहाँ मेरो निम्ति चाहिँ जीवित हुनुभयो, उहाँले मलाई न्यू लाइफ दिनुभयो भन्ने कुरा त छ है, त्यो त अलरेडी यो त गुड न्युज हो हैन। तर उहाँले कस्तो खालको चाहिँ मृत्युदण्ड मेरो निम्ति चाहिँ लिनुभयो है। मैले गर्नुपर्ने म चाहिँ चढ्नुपर्ने थियो हैन त्यो क्रुसमा, तर उहाँले चाहिँ मेरो त्यो प्लेस लिदिनु भयो हैन। मलाई मात्र नभएर हामी सबैजना जो चाहिँ पापमा हामी कुनै समय थियो हैन थियौं, हाम्रो लागि चाहिँ उहाँले हैन त्यो त्यो इभन त्यो उहाँको डेथ है, उहाँको त्यो मृत्यु कस्तो कस्तो पेनफुल, कस्तो लोनली, अनि के भन्ने है अरू त्यो कस्तो खालको थियो कि अब जस्तै कतिवटा कुराहरू म अलिकता पोइन्ट गरेर भन्न चाहन्छु हैन। यीशु ख्रीष्टले आफ्नो काम आफ्नो आफ्नो शिक्षा स्टार्ट गर्ने बेलामा हैन चाहिँ उहाँले चाहिँ चेलाहरू बनाउँदै जानुभयो हैन। त्यसपछि उहाँले प्रचार गर्दै जानुभयो र त्यो प्रचारमा चाहिँ उहाँले चाहिँ एकदमै त्यहाँ चाहिँ एउटा ट्रु चाहिँ मेसेज उहाँले बोल्नुभयो कि जुन चाहिँ त्यहाँ भएका धर्मगुरुहरू हैन उनीहरूलाई चाहिँ शक पारिदियो कि, किनभने उनीहरूले चाहिँ बोल्ने मात्र हैन यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर उनीहरू चाहिँ एउटा एकदमै रिलिजियस टाइपले चाहिँ उनीहरूले चाहिँ बोल्ने तर पालन चाहिँ केही पनि नगर्ने है, बानी व्यवहार चाहिँ एकदमै नराम्रो है, त्यस्तो गरिरहेका थिए। र मान्छेहरूलाई पनि एउटा छुटकारा थिएन कि, मान्छेहरू पनि एकदम डरमा पालन गरिरहेको थिए है। तर जब यीशु ख्रीष्ट आउनुभयो उहाँले चाहिँ त्यहाँ अचम्मकै काम गर्नुभयो, कोही कसैले पनि नसुनेको कसैले पनि नदेखेको इक्जाम्पल उहाँले चाहिँ देखाउनु भयो हैन। उहाँले सिकाउनु भयो मानिसहरूलाई, अनि धेरै मान्छेहरूको मन जित्नु भयो हैन। कति निको नै नभएको बिरामीहरू पनि उहाँले निको पार्नु भयो है। अनि उहाँले चाहिँ त्यहाँ धेरैले खुवाउनु भएको पनि हैन, थोरै हुँदाखेरि पनि उहाँ थ्याङ्कफुल भएको कारणले गर्दाखेरि चाहिँ त्यहाँ मिराकल भएको पनि छ है, अचम्मको काम भएको छ। सो त्यस्तो त्यस्तो काम गर्दै हैन चेला बनाएर चाहिँ हैन उहाँले 12 जना चेला पनि बनाउनु भयो। उनीहरूसँग हाँस्दै प्रचारमा हिँड्दै हैन सुत्ने उठ्ने उनीहरूसँग हुन्थ्यो। अनि चाहिँ त्यहाँ चाहिँ एकदमै नजिकको सम्बन्ध हामी देख्छौँ है, किनभने जोसँग हामी एभ्री डे हिँड्छौँ, जोसँग हामी एभ्री डे कुरा गर्छौँ त्यो व्यक्तिसँग हामी नजिक हुन्छौँ है। सो त्यस्तो एट्याचमेन्ट थियो, लाइक एउटा फ्यामिलीभित्र हुन्छ हैन, त्यस्तो थियो। र उहाँले चाहिँ हजारौं हजारौं मान्छेहरूको मन जित्नु भएको थियो हैन, त्यस्तो कहिले पनि भएको थिएन। तर यही कुरा चाहिँ धर्मगुरुहरूलाई मन नपरेर हैन, किनभने उनीहरूको पनि धेरै कुराहरू त्यहाँ चाहिँ निस्किएको हैन। यीशु ख्रीष्टले त डरै नमानिकन उनीहरूले गरेका कामहरूको पनि उहाँले चाहिँ त्यही नै भनिदिनु भयो कि कतिचोटि हामी चाहिँ यीशु ख्रीष्ट चाहिँ एकदमै हैन इनोसेन्ट गुड पर्सन भनेर चाहिँ हामी हेर्छौँ हैन। तर गुड पर्सन भनेको चाहिँ यस्तो मान्छेलाई नै भनिन्छ कि जसले चाहिँ ट्रु कुरा बोल्छ कि, धेरैलाई मन पर्दैन हैन, तर जब सत्य कुरा बोलिन्छ त्यहाँ तितो हुन्छ है।
अनि स्पेसली यो धर्मगुरुहरूलाई चाहिँ एकदमै उनीहरूलाई तितो लागेको थियो मनमा। सो उनीहरूले चाहिँ भित्र मनदेखि नै होइन यीशु ख्रीष्टलाई चाहिँ घृणा गर्न थाले कि। अनि तपाईँलाई थाहा छ एउटा सानो घृणाले होइन एउटा सानो हेट्रेटले चाहिँ होइन कति असल कुराहरूलाई पनि मार्छ कि। त्यहाँ डिस्टेन्स हुन्छ, त्यहाँ चाहिँ एउटा बोर्डर लगाइन्छ होइन। तपाईँ आफ्नै तपाईँको लाइफमा पनि तपाईँ 100वटा राम्रो काम गर्नुहोस् होइन, तर एउटा सानो तपाईँले केही मिस्टेक गर्नुभयो भने कोही मानिसहरूले छिट्टै तपाईँबाट चाहिँ टाढा भइहाल्छन् कि। किनभने यो मान्छे चाहिँ यस्तो थियो है भनेर चाहिँ कसैले पनि सोच्दैन है। मान्छेले चाहिँ आफ्नो दिमागमा जे आयो त्यही विश्वास गर्छ र त्यही विश्वासलाई नै उसले चाहिँ बढाउँदै जान्छ र त्यो बढाएको कारणले गर्दाखेरि त्यहाँ डिस्टेन्स हुन्छ होइन। अनि अलिअलि गर्दै त्यो सम्बन्ध नै रहँदैन। सो त्यस्तो हुन्छ। अनि यहाँ चाहिँ यो धर्मगुरुहरूले पनि होइन चाहिँ यीशु ख्रीष्टप्रति चाहिँ ओहो यसले त यस्तो मेसेज भन्दैछ, यो त धेरै नै मान्छेहरूको बिचमा चाहिँ यो चाहिँ एकदमै धेरै मान्छेहरू त यसको पछि हिँड्ने भए भनेर चाहिँ त्यो डाह भएको कारणले गर्दाखेरि होइन। किनभने उनीहरूको मनमा प्रेम भन्ने अलिकता पनि थिएन। प्रेम यदि भएको भइदा भए होइन उनीहरूले यीशु ख्रीष्टलाई चाहिँ क्रुसमा चढाउने थिएनन्। तर यीशु ख्रीष्टले चाहिँ होइन चाहिँ अचम्मको कामहरू गर्नुभएको कारणले र उहाँले चाहिँ जति बेलामा पनि मलाई चाहिँ पिताले पठाउनु भएको हो भनेर आफूलाई चाहिँ माथि होइन परमेश्वर पितालाई चाहिँ उहाँले म चाहिँ उहाँको छोरा हो होइन सन हो भनेर भन्दाखेरि चाहिँ तिनीहरूलाई झन् चाहिँ मन नपरेको, झन् यीशु ख्रीष्टलाई चाहिँ घृणा गरेको चाहिँ यहाँ हामी देख्न सक्छौँ है। किनभने उनीहरूले चाहिँ धेरै यो चाहिँ कस्तो भने जो मान्छे चाहिँ एकदमै बाइबलहरू पढेर धेरै ज्ञानले मात्र दिमाग भर्ने होइन, तर रियल लाइफमा एउटा उदाहरणमय जीवन होइन त्यो लेखेको अनुसार चाहिँ पालन नगर्ने मान्छेहरू त्यस्तै हुन्छ कि। उनीहरूलाई चाहिँ रिलिजियस टाइपले होइन उनीहरूले भनेको कामहरू गरिदियो भने चाहिँ खुसी हुने होइन, र तपाईँले अलिकता विपरीत केही गर्नुभयो भने चाहिँ उनीहरूलाई मन नपर्ने होइन हो। त्यस्तै भएको थियो यहाँ चाहिँ होइन। यो कहाँबाट आयो, यसले न बाइबल पढेको छ न के होइन, यसलाई हामीले देखेको पनि छैन यहाँ, यो चाहिँ कहाँबाट आफूलाई राजा भन्छ भनेर चाहिँ यहाँ धर्मगुरुहरूले चाहिँ बिस्तारै यीशु ख्रीष्टलाई चाहिँ होइन यसलाई चाहिँ रुल गर्न दिनु हुँदैन है, न त यसले त सबैजनालाई चाहिँ स्वतन्त्र पारिदिन्छ। यो चाहिँ यसले चाहिँ रुल गर्यो भने होइन हाम्रो पावरहरू चाहिँ हामीबाट चाहिँ खोसिन्छ भन्ने उनीहरूलाई त्यो डर भएको कारणले, उनीहरूमा त्यो जेलसी भएको कारणले गर्दाखेरि होइन उनीहरूले चाहिँ बिस्तारै प्लान गर्दै यीशु ख्रीष्टलाई चाहिँ क्रुसमा चढाइदिने होइन मारिदिने चाहिँ उनीहरूले योजना चाहिँ बनाइरहेका हुन्छन् होइन। र उनीहरूले जे एउटा सानो हेट्रेट, एउटा सानो उनीहरूले तितोपनले चाहिँ त्यो बढ्दै गएर यहाँ चाहिँ उनीहरूले चाहिँ यीशु ख्रीष्टलाई चाहिँ मार्ने समेत उनीहरूले चाहिँ योजना बनाएका हामी देख्छौँ है। र यसरी नै चाहिँ होइन उनीहरूले चाहिँ यीशु ख्रीष्टलाई फाइनली होइन चाहिँ उहाँको आफ्नै चेलाले चाहिँ उहाँलाई पक्राइदिएको होइन, र उहाँ हाम्रो निम्ति क्रुसमा मर्नुभयो। र त्यो जुन मैले फ्राइडे चाहिँ मुभी हेरिरहेको थिएँ होइन, यो जुन चाहिँ यीशु ख्रीष्टलाई कसरी चाहिँ पिटेको थियो यो सबै यो म यही इस्टरको टाइममा चाहिँ म मुभी हेर्ने गर्छु होइन। अनि म त्यो हेर्न पनि सकिनँ, तर म आफ्नै दिमागमा चाहिँ होइन आफ्नै मनमा चाहिँ म सोचिरहेको थिएँ त्यो टाइम होइन कस्तो भयो होला जब कि त्यही चेलाहरूसँग चाहिँ उहाँ उठ्ने खाने बस्ने गर्नुहुन्थ्यो, सुत्ने गर्नुहुन्थ्यो होइन। आज तिनीहरू नै छैन, तिनीहरूले नै यीशु ख्रीष्टलाई चाहिँ म उहाँलाई चिन्दिनँ भनेर भनेको हामी देख्छौँ है। उहाँ चाहिँ यो समयमा चाहिँ कम्प्लिटली एक्लै हुनुहुन्छ है, एक्लै हुनुहुन्थ्यो। उहाँ चाहिँ एक्लै र हरेक इमोसनबाट, हरेक त्यो पीडाबाट, हरेक होइन इभन हाम्रो पिताले पनि होइन स्वर्गमा बस्नुहुने पिताले पनि चाहिँ त्यहाँ केही नबोल्नु भएको अवस्था छ होइन। अनि उहाँलाई डाउट आयो होला, उहाँलाई विभिन्न केही बोलिहालौँ कि उहाँ त्यो टाइममा चाहिँ उहाँलाई धेरै टेस्ट पनि गरिएको छ है, यसले चाहिँ केही बोल्छ होला, यसले चाहिँ केही बोल्छ होला भनेर चाहिँ उहाँलाई विभिन्न टाइपले चाहिँ त्यहाँ क्वेसनहरू गरेको पनि हामी देख्छौँ, तर उहाँले केही बोल्नु भएन कि। अनि यस्तो कठिनको समय होइन ल त्यो
क्रुस त बोकिरहेको छ, तर क्रुस बोकिरहेकै बेलामा पनि उहाँलाई पिटी पनि रहेको छ। फेरि ठुलो क्राउडले त्यहाँ हो हल्ला मचाइरहेको त्यहाँ हामी देख्छौँ है। कस्तो भयो होला कि एकछिन हामी चाहिँ यो 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 सबै कुरालाई चाहिँ होइन एकछिन जुन बौरी उठ्नु भएको त्यो समयलाई चाहिँ एकछिन राखेर हामी यो प्रोसेसलाई हेरौँ न होइन। त्यो तपाईँ र मेरो निम्ति उहाँले गर्नुभयो नि त होइन। यदि उहाँको म्यासेज आज म कहाँ नआएको भए भए मेरो लाइफ कस्तो हुन्थ्यो मलाई थाहा छैन है। जहाँसम्म मलाई लाग्छ म हुँदिनँ थियो होला होइन। तर आज यीशु ख्रीष्टले मलाई यस्तो प्रेम गर्नुभएको छ होइन। इभन उहाँलाई क्रुसमा चढाउने ती धर्मगुरुहरू सिपाहीहरू ती सबैलाई पनि यीशु ख्रीष्टले चाहिँ पिता यिनीहरूलाई चाहिँ क्षमा दिनु भनेर, क्षमा गरिदिनु भनेर, यिनीहरूलाई थाहा छैन यिनीहरूले के गरिरहेको छन् भनेर उहाँले भन्नुभएको छ है। त्यो भन्नको निम्ति तपाईँको ठुलो मन हुनुपर्छ, तपाईँको मनमा ठुलो लभ हुनुपर्छ है, प्रेम हुनुपर्छ। अनि आज संसारमा एकअर्कामा यत्तिकै रिस उठ्ने, एकअर्कालाई यत्तिकै नराम्रो भन्ने यो सबै किनभने प्रेम नभएको कारणले गर्दाखेरि है। यो सबै समयलाई हेरेर चाहिँ होइन आज यीशु ख्रीष्टलाई चाहिँ हामीले एकदम धेरै प्रायोरिटी दिनुपर्छ। त्यो किनभने उहाँ यस्तो कठिन अवस्थाबाट जानुभएको छ। उहाँले चाहिँ हाम्रो हरेक समस्याहरूलाई चाहिँ जान्नुहुन्छ, चिन्नुहुन्छ र त्यसबाट कसरी निस्किने त्यो सबै हेल्प गर्न, हामीलाई सहायता गर्न उहाँ सक्नुहुन्छ है। त्यस कारणले चाहिँ उहाँले चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ हरेक होइन हाम्रो फेलियर, हाम्रो जे जति सिनफुल नेचरहरू, हाम्रो जे जति थियो होइन, सांसारिक बिहेभियरहरू, सांसारिक कुराहरूलाई हामी जति पनि पछ्याउँथ्यौँ, आज त्यो सबै कुराको निम्ति उहाँ मरिसक्नु भयो है। उहाँ मरेर चाहिँ उहाँ फेरि जीवित हुनुभयो। त्यसले के रिप्रेजेन्ट गर्छ भने हाम्रो सबै खराब कुराहरू हामीभित्र, यो हाम्रो शरीर भयो र हामीभित्र आत्मा हुन्छ है। यो शारीरिक कुरामा चाहिँ मरेर म यो भन्दिनँ कि हामीलाई शारीरिक कुराहरू चाहिँ केही नै चाहिँदैन भनेर होइन। अब संसारमा छौँ त शरीरमा छौँ होइन, तर हामी चाहिँ जब हामी यीशु ख्रीष्टसँग हामी नजिक हुन्छौँ होइन, हामी चाहिँ नयाँ हुन्छौँ कि हामीलाई चाहिँ राम्रो काम गर्न मन लाग्छ होइन है। जस्तो यीशु ख्रीष्टले लास्ट स्टेजसम्म पनि उहाँ चाहिँ एकदम हम्बल हुनुभयो कि है। अनि मान्छेलाई ठुलो झट्का नलागेसम्म ऊ चाहिँ बिउजिँदैन। अनि हेर्नुहोस् त यीशु ख्रीष्ट जब उहाँले आफ्नो प्राण त्याग्नुभयो होइन, त्यहाँ ठुलो चाहिँ अर्थक्वेक आएको छ है, भूकम्प आएको छ। त्यसपछि चाहिँ जमिनहरू फाटेपछि अनि त्यो मन्दिरको पर्दाहरू च्यातिएपछि चाहिँ होइन, बल्ल त्यस्तो भयानक केही भएपछि चाहिँ मान्छेहरूलाई बल्ल ती धर्मगुरुहरूलाई चाहिँ बल्ल थाहा भयो कि ओहो मैले त कति ठुलो गल्ती गरिरहेको रहेछु भनेर उनीहरूलाई थाहा भयो है। त्योभन्दा अगाडि चाहिँ उनीहरूले हाँस्दै यीशु ख्रीष्टको लुगाहरू च्यातिँदै होइन, चाहिँ मजाक उडाउँदै होइन उहाँलाई चाहिँ ए तैँले त राजा भनेको होइन, ल तैँले त स्वर्गमा बस्नु भने पिता चाहिँ तेरो बुवा भनेको होइन, ल बुवालाई बोला यो क्रुसबाट तल झर भनेर उहाँलाई कस्तो चाहिँ शब्दहरू प्रयोग गरिएको छ होइन। कस्तो लोवर लेभलमा चाहिँ उहाँलाई बिहेभ गरिएको छ हामी देख्न सक्छौँ होइन। तर उहाँले केही भन्नु भएन। अनि त्यही नै हो, एउटा डिसिप्लिन भनेको त्यही नै हो है। सबै कुरामा उहाँले यदि केही बोल्नु भएको हुँदा त्यहाँ केही हुन्थ्यो होला, तर उहाँले केही पनि बोल्नु भएन है। अनि त्यस कारणले चाहिँ पिताले चाहिँ स्वर्गमा बस्नुहुने पिताले चाहिँ होइन त्यो काम पुरा गर्नुभयो, सक्यो, त्यो सबै कामहरू सक्यो है। अनि उहाँको जुन आजको दिनमा चाहिँ होइन उहाँ फेरि मृत्युबाट चाहिँ जीवित हुनुभयो भन्ने जुन छ होइन, त्यो चाहिँ उहाँले चाहिँ हामीलाई प्रेममा जीवित पार्नु भएको छ होइन। त्यो ढुङ्गा हाम्रो मनबाट हटाउनु भएको छ। त्यस कारणले मलाई पनि मेरो लाइफमा मलाई कसैलाई फर्गिभ गर्न एकदमै सजिलो लाग्छ होइन। कसैलाई प्रेम गर्न पनि मलाई सजिलो लाग्छ, किनभने इभन त्यहाँ केही कुराहरू छ होइन, सबैजनाले तपाईँको विषयमा चाहिँ जो मान्छेसँग तपाईँ एभ्रिडे कुरा गर्नु हुँदैन या फिर अफ्टन कुरा गर्नु हुँदैन होइन, त्यो मान्छेलाई तपाईँ को हो भन्ने कुरा थाहा नै हुँदैन, के पनि थाहा हुँदैन है। उसले अलिअलि केही देखेको भरमा उसले चाहिँ यो मान्छे चाहिँ यस्तो होला, ऊ चाहिँ यहाँ गएको रहेछ, यो त्यो भने त्यति मात्र थाहा हुन्छ, अरू केही पनि थाहा हुँदैन। उसले तपाईँको विषयमा उसको दिमागले जे भन्छ उसले त्यही नै विश्वास गरेको हुन्छ है। र सधैँ त्यो सोचहरू असल पनि हुँदैन है।
सो त्यस कारणले चाहिँ आज हामीले मान्छेले के भन्छ कस्तो भन्छ भनेर होइन, तर येशू ख्रीष्टको नजरमा तपाईँ को हुनुहुन्छ है, तपाईँले आफूले आफूलाई कस्तो हेर्नुहुन्छ त्यो चाहिँ तपाईँ हो। त्यस कारणले चाहिँ नयाँ गरी जन्मिनु एकदमै आवश्यकता छ होइन। र येशूको यो जुन कठिनको यो जुन समय छ यसलाई हामीले कहिले पनि बिर्सनु हुँदैन। यो जस्ट अहिले यो इस्टरको टाइममा चाहिँ हामी भावुक हुने यो त्यो होइन, म एभ्री डे सम्झिन्छु, एभ्री डे यो कुरा मैले सबैलाई भनि पनि रहनु पर्दैन, प्रुफ गरिरहनु पर्दैन कि मेरो येशू ख्रीष्टसँग कस्तो सम्बन्ध छ भनेर मैले भनिरहनु पर्दैन कसैलाई पनि। मलाई थाहा छ है, म उहाँलाई देख्दिनँ र पनि म देखे झै गरी विश्वास गर्छु र कहिलेकाहीँ उहाँ मेरो वरिपरि नै हुनुहुन्छ जस्तो मलाई लाग्छ है, किनभने त्यो म विश्वास गर्छु नि त, मान्छेले जे विश्वास गरे त्यही नै हो के। सो त्यस कारणले चाहिँ म चाहिँ यो अहिलेको समय मात्र होइन, म एभ्री डे चाहिँ उहाँले मेरो निम्ति के गर्नुभयो, यदि उहाँ नहुनु भएको भइदा यदि यो वचन म कहाँ नआएको भइदा मेरो लाइफ के हुन्थ्यो होला है। म चाहिँ यो धेरै कुराहरू चाहिँ सोच्छु र आज तपाईँहरू पनि सोच्नुहोस् है। उहाँले चाहिँ आज होइन हाम्रो बानी बेहोरा जति पनि नराम्रो बानी बेहोरा थियो त्यो सबैको निम्ति उहाँ मर्नुभयो होइन। जुन कुराहरूले चाहिँ हामीलाई निराश पारिरहेको थियो, जुन कुराले चाहिँ हामीलाई चाहिँ होइन एउटा इगोमा जुन कुराहरूले चाहिँ हामीलाई हाम्रो आइडेन्टिटी के हो भन्ने कुरा नै हामीलाई चाहिँ नबुझाइकन अलमलमा राखेको थियो, त्यो आइडेन्टिटी चाहिँ आज येशू ख्रीष्टले चाहिँ हामीलाई दिनुभएको छ है। त्यस कारणले यो कुरालाई चाहिँ हामीले बिर्सिनु हुँदैन। एभ्री सिङ्गल डे हामीले चाहिँ येशू ख्रीष्टले मेरो निम्ति के गर्नुभयो है त्यो कुरा हामीले विश्वास गर्नुपर्छ। यदि हामीलाई कुनै कुराले एकदमै गाह्रो भएको छ भने येशू ख्रीष्टलाई उहाँको आफ्नै चेलाहरूले पनि छोडेर गएको त्यहाँ हामी देख्छौँ है। त्यस कारणले उहाँले चाहिँ हरेक कुरा बुझ्नुहुन्छ। हामी उहाँ कहाँ जाने हो, मानिस कहाँ जाने होइन, यसको मतलब यो होइन कि मान्छेहरूकोमा चाहिँ जाने नै होइन भनेको नै होइन। सबैभन्दा फर्स्ट प्लेस हामीले येशू ख्रीष्टलाई दिनुपर्छ है। अनि यो कुरा त्यही मान्छेले बुझ्छ जोसँग चाहिँ येशू ख्रीष्टसँग सम्बन्ध छ कि सम्बन्ध नभएको मान्छेले बुझ्दैन, उसको लागि यो के हो कि यो हावा जस्तो लाग्छ है। तर जो मान्छेको येशू ख्रीष्टसँग सम्बन्ध हुन्छ त्यो मान्छेले बुझ्छ। त्यस कारणले म यही नै भन्न चाहन्छु कि एभ्री डे यो कुरा स्मरण गर्नुहोस्, एभ्री डे है उहाँले के गर्नुभयो, तपाईँ कहाँ हुनुपर्ने थियो अहिले, तर येशू ख्रीष्टको कारण तपाईँ आज तपाईँमा कति धेरै प्रोटेक्सन छ होइन। त्यो कुरा नबिर्सिनु। यहाँ सास फेरिरहेको छौँ हामी किन, उहाँको कारणले गर्दाखेरि, उहाँको वचनको कारणले गर्दाखेरि है। सो त्यस कारणले हामीले उहाँले नबिर्स्यौँ। कुनै कुरामा भनौँ न कुनै बानी बेहोरामा म मरेको थिएँ तर उहाँले चाहिँ मलाई उठाउनु भयो है, त्यो भन्न खोजेको। किनभने धेरै मानिसले यो कुराहरू नबुझ्न सक्छ, हो मरेकोबाट को चाहिँ जीवित हुन्छ, कसरी जीवित हुन्छ भन्ने हुन्छ है। तर हाम्रो मरेको कुराहरू जति पनि छ तपाईँको पनि होला है, तपाईँहरूको पनि कतिवटा होला, आफूलाई थाहा नै हुँदैन। कुनै समयमा मलाई लाग्थ्यो म एकदमै राम्रो छु जस्तो लाग्थ्यो, तर केही वर्षहरू जुन कठिन समयबाट म गएँ त्यो समयले मलाई थाहा भयो कि म चाहिँ कति जिद्दी खालको मान्छे रहेछु, म चाहिँ कस्तो केही कुरा सहनै नसक्ने खालको मान्छे रहेछु भन्ने थाहा भयो होइन। अनि अरू धेरै बानी बेहोराहरू थाहा भयो। त्यस कारणले यो सबै बानी बेहोरा चाहिँ ओहो यो मान्छे कति नराम्रो भनेर देखाउनको निम्ति होइन, तपाईँलाई न्यू लाइफ दिनलाई, न्यू लाइफ होइन। अब कुनै समय तपाईँ जीवित हुनुहुन्थ्यो भने अब चाहिँ स्थिर हुने, कुनै समय तपाईँ एकदम छिटो आत्तिहाल्नुहुन्थ्यो भने अब चाहिँ अलिकता शान्त हुने, कुनै समय तपाईँ मान्छेहरूलाई ढकढकाएर यो मान्छे मसँग किन बोलेन भनेर ढकढकाइरहनु हुन्थ्यो भने अब चाहिँ बरु उसको लागि प्रार्थना गरिदिने, बरु त्यो मान्छेलाई स्पेस दिने होइन। त्यस्तो हो, त्यसरी हो, कसैले पनि हेट नगरिकन प्रार्थना गर्ने, त्यो हो। सो न्यू लाइफ भनेको यही हो। यो न्यू लाइफ चाहिँ येशू ख्रीष्टले तपाईँलाई मलाई दिनुभएको छ, यसलाई हामीले लिने हो है र पालन गर्ने हो। यो चाहिँ जस्ट बोल्ने कुरा मात्र होइन है। सो म यति नै भन्न चाहन्छु। अनि परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्, सबैजनालाई ज्ञान बुद्धि विवेक दिनुभएको होस् र हामी वचन सुन्ने मात्र होइन हामी पालन गर्ने पनि हौँ है। किनभने पालन गरेन भने यो सुनेर मात्र हामी अगाडि नै बढ्दैनौँ है। यो सुनेर मात्र चाहिँ यसले केही पनि गर्दैन, सुनेर नै सुन्दा 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 त्यो चाहिँ हामीले चाहिँ प्र्याक्टिकल्ली गर्ने हो।
सो यति नै भन्न चाहन्छु। ह्याप्पी इस्टर सबैजनालाई, अनि परमेश्वरले तपाईँहरू सबैजनालाई धेरै आशिष दिनुभएको होस्।